पर्सनालिटीहरुमा 60 केजी भ्यान्चो 60 केजी पनि आफ्नो लाँदैन बुढेले देख्दैन के हेलिकप्टर घरको मुली जस्तो गरेछ अडामा आज Hi guys, welcome back. This is Ellis. अब म जिम जान्छु जिम गएर शोल्डरको एक्सर्साइज जान्छु त्यो भन्दा पहिला ओट्स र केरा खाएर जान्छु अहिले मेरो ओट छ 60 केजी अनि जिमको 14 आवर आएर मलाई ज्ञान चोतन कि ओट बरातमा पातलो भइसक्यो 60 केजी को ओट मेन्टेन गर्न चाहिँ यहाँ 8,000 खर्च भयो अनि ऊपर से गाँड फाट्छ अलग Concrete dreams where the neon glows. Every block tells a tale the whole city knows. Rhythms in the shadows where the cold wind blows. Life's a gamble on these streets, anything goes. Boom bap echoes through the alleys at night. पर्सनालिटीहरुमा कसो छ आम्स अरे साथी ओ तेरी 60 केजी भ्यान्चो 60 केजी अरे 60 केजीमा साइजर अरे बाबु अब मेरो के हुन्छ त बाबु 60 केजीमा साइज यस्तो हुन्छ हेर यहाँ साइज बडा हुँदैन के मलाई साइज बडा हुन्छन् भाइहरूले हुन्छन् कसले हुन्छन् फेरि जसको भुँडी यत्रो हुन्छ त्यो फ्याट लाग्दै फ्याट लिएर के फ्याट लिएर हात यत्रो बनाएर आउँछ तिनले मलाई भन्छन् खाँदै Every block tells a tale the whole city knows. गरीब को प्रोटीन गरीब को हेर्नु साथी हाम्रो साथी हो अब यसलाई खास्की लगाएर नुहाउनु पर्ने भएको छ अब खास्कीले रगडेर मैले गराएन एउटा यसले गराएर हामी चाहिँ यहाँ घाम ताप्न बसिरहेको छु मैले साथीलाई चाहिँ खास्की लगाएर खोलामा लगाएर कसको चप्पल पनि आफ्नो लाँदैन बुढेले त्यो दुईटा खुट्टामा कसको आवाज खैर मेरै छ नि जितिहाल्छु म त हल्का पनि जित्छु नङ के खान्छ आरीले त म नङकटले काटिनुपर्छ आरी नै हान्नु पर्छ अब मलाई लाग्ने क्या त्यो काटिन्छ नि मिल्के गएर नङ्कट काटिदिन्छ कपाल कपाल पनि खुर्पाले काट्नुपर्छ टाँस्नु पर्छ यस्तो त्यसले टाँस्निन्छ नि बन्जरले चाबी दे सब पञ्चायत कुन यो भिभोमा एप्पल हो एप्पलको स्टिकर यो किन्दा मात्रै पाइन्छ ढाके छस् किन फेरि जाने आज चलाउनु कहाँ सिक्यास हुँ जाके बजार दा मार्क्स फेरि अब एउटा साउन्ड बक्स किन अनि गाना बजा गाउँदै हिँड्नु क्या माइक लिएर गाउँदै अम्बेकसरीमा पुष्पा ब्यागर लाग्यो यहाँ झ्याप तालमा भगाइदियो अरे के रमेश सर सत्य हेर्नु बुट लगाएर बुढो सत्य आछ पुरा बोला नि बोलाउनु कहाँ लाज न कसको भ्या साथीको के मन्दिरमा जान को साथी कसले आयो टोपी सरकारले पुरै आलसाल काट्न आउनेहरू कि भोलि बिहान हतार लागि के रे आलु सालु काट्न गर्न आउने आखे चस्मा बिहान महारानी देहीले हो अरे महारानी देहीले हो के भने त्यो यता सुन खस काट्ने के यता सुन्न कसको मुट्टा आएको जुत्ता आयो ठिकै डङ्गलको
जनतालाई जुत्ता हेर के यार तेरा आज क्या हाल तेरा आज क्या है मुझे हेर तन त यति गाइस जन्ती हो आज आखे एकछिनले त यता सुन न चस्मा लगाएर यहाँ ठाउँमा मात्र तेरो आखे देख्दैन के चस्मा दे घरको मुली जस्तो गरेको छ अडामा आन्टी यस्तो गर्ने हो त्यही हिँडेर पछि काट्ने हो हिँडेर गाउँको जस्तो देखाएको छ रेडी भएको छ क्या अटो सटो बुक गरिदिन्छु म मलाई किन बोलास् त त्यो मान्छे भोटे जस्तो छ एउटा मान्छे त्यो तेल यासाकोमा बेच्न हिँडे आउँछ नि पाहाडबाट डोलडा आउँछ नि त्यस्तै छ जन्ती जाने न रेडी छ कान्छी भएको क्यान्सिल भएको रोक्तीको छिङ्यो अघि मासु खानु पाइ यसलाई भन्ने थिएँ त्यही रोक्तीको घर गयो भने घर गाइस वेलकम ब्याक अहिले हामी आइसकेका छौँ कार्डियो फेरि कार्डियो गर्नुपर्छ साथीहरूमा कार्डियो गर्न आइसकेका छौँ अब हामी हिँड्नुपर्छ 10,000 स्टेप 10,000 स्टेप हिँड्नुपर्छ घर अवस्था यस्तो होस् यस्तो हाल्ने हो साथै यस्तो हाल्ने घर एकदिन यस्तो हाल्ने घर एकदिन 4-5 करोड हाल्छु एक दिन अफको यस्तै गरेर हाल्छु महाकसम पक्का हाल्छु होइन बिहान जिम साँझ कार्डियो दिनभरि डाइट यो के को लक्षण हो हिरो बन्ने हिरो अब 2-4 वर्षमा फिल्ममा डेब्यू हुन्छ यसको पनि अफकोर्स नाम के फिल्मको गोबर गणेश 2 के अरे गोबर गणेश 2 बाट गर्छ के अफकोर्स हिरो हुन्छ एक दिन वान डे उसको फिल्म के आउला अरे स्टेप पुग्यो फाइनल्ली हाम्रो 1-1.5 घन्टा पछि अब हामी जान्छौँ हाउस फिलिङ टाइड यार भोक लाग्यो यार गाँडबाट हिँड्दा अँध्यारोमा